धन्यवाद छ सञ्चालकज्यूलाई। समारोहका सभाध्यक्षज्यू, सफल व्यवसायी खेतानजी, हाम्रो लक्ष्मी शर्माज्यू, सहभागी हुनुभएका सबै महानुभावहरू, आज फेरिले बागमती प्रोभिन्सको एउटा इभेन्टको आयोजना गरेर खासमा संसारभरि हामी छरिएर रहेका नेपालीहरू जे कुरा त्यहाँ देख्यौँ, बुझ्यौँ, त्यसलाई विधिबाट पुष्टि गर्यौँ। खासमा आफैले आफ्नो क्षमतामा, अनुभवमा प्राप्त ज्ञानबाट केही गर्न सकिन्छ, त्यो गर्नका लागि आज तपाईहरुले जे बाटो रोज्नुभयो, जे देखाउनु खोज्नुभयो, जे कुरामा प्रेरित भएर लाग्नु भएको छ, सर्वप्रथम यो कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। अहिले एउटा ट्रेन्ड कस्तो छ भन्दा सम्भावना अन्तै खोजिराख्ने। तपाईहरुले जहाँ अन्त केही चिज देख्नुभयो, बुझ्नुभयो, हैन सम्भावना यो भन्दा बढी हाम्रो देशमा छ भनेर तपाईहरुले त्यो बाटो रोज्नुभयो, त्यो चिजमा चाहिँ अग्रसर बन्नु भएको छ। र अहिले कतिपय हामी चाहिँ हैन यहाँ सम्भावना सबै क्षण भइसके, अब अन्तै हो सम्भावना भनेर कुदिरहेको स्थिति छ। तपाईहरुको यो कार्यक्रमले आजका नवप्रवर्तक, इनोभेटिभ, नवीनतम सोच भएका युवाहरूलाई एउटा प्रेरणाको स्रोत बन्न सक्छ। तपाईहरुले आफ्ना जति बुझाइहरू छन्, सिकाइहरू छन्, अनुभवहरू छन्, अनुभूतिहरू छन्, यो संख्या सानो भए पनि, सानो संस्था भए पनि यसले आज अत्यन्त ऊर्जा पैदा गर्ने गरी तपाईहरुको यो प्रयासलाई सरकारको तर्फबाट म विशेष धन्यवाद दिन चाहन्छु। विशेषतः हामी हाम्रा अभिभावकहरूले एक गाँस कम खाएर, एक आङ कम लगाएर मेरो जस्तो कष्टकर जीवन मेरो सन्तानको नहोस् भनेर तपाईँ हाम्रै जिन्दगीका थुप्रै वर्षहरू ज्ञान सिप प्राप्त गर्नमा लाग्यो। त्यसमा राज्यको पनि कन्ट्रिब्युट छ, अभिभावकहरूको पनि कन्ट्रिब्युट छ। र हामीले जे ज्ञान प्राप्त गर्यौं, आजको दुनियाँमा प्रविधिले हामीलाई यति धेरै हिजोको भन्दा फरक किसिमबाट हरेक वस्तुलाई चिन्ने, जान्ने, बुझ्ने, त्यसको विश्लेषण गर्ने, त्यसको तथ्यको आधारमा विश्लेषण गर्ने र त्यसबाट हामी चाहिँ बदल्न सक्छौं, बदलिन सक्छौं। हिजोको जस्तो अनुमानमा होइन, आज त्यसको पुष्टि गर्ने गरी तथ्यको आधारमा सत्य पत्ता लगाउने एउटा त्यो विधिबाट हामीले समाजमा एउटा जागरण ल्याउनु पर्नेछ। हामीले प्राप्त गरेको ज्ञान सिप, अनुभव हामी हाम्रो पौरखबाट गर्न सक्छौं। त्यसका लागि धेरै साधन स्रोतको जरुरत पर्दैन। स्टार्टअप अलि अगाडिदेखि नै यो देशमा संविधान जारी भइसकेपछि सुरु भएको थियो यसको बहस। सरकारले त्यसको तयारी पनि गर्यो, तर त्यो कार्यान्वयन गर्दै गर्दाखेरि त्यसका केही
जटिलताहरू रहे। कहिले अर्थ मन्त्रालय, कहिले राष्ट्रिय योजना आयोग, कहिले श्रम मन्त्रालय, यस्तै यस्तै खालको रह्यो। पछि चाहिँ त्यो उद्योग वाणिज्य आपूर्ति मन्त्रालयमा आयो र गत आर्थिक वर्षमा 25 करोड बजेट थियो। त्योभन्दा अगाडि म 3 पटक यो मन्त्रालयको मन्त्री भएँ, छोटो छोटो समय। तर यसलाई कार्यान्वयन गर्न त्यो मन्त्रालयभित्रकै संरचना पनि तयार थिएन। अनि होइन, यसलाई सुरु गर्नुपर्छ, पहिला अभ्यास गरौँ भनेर त्यो भएको शीर्षकमा 25 करोड त्यो रकमान्तर गर्ने खालको तयारी थियो। अनि यसलाई चाहिँ सुरु गरौँ भनेर लागि। गत वर्ष 168-70 को आसपासमा हामीले इनोभेटिभ प्रस्तावहरूमा त्यसलाई सुरुवात गऱ्यौँ। त्यो सुरुवात गर्दाखेरि ब्याङ्कको जागिर छोडेर पनि आए मान्छेहरू। एउटा सफलतम रहेछ भन्ने भयो। अहिले चालु वर्षमा 1 अर्बको फन्ड थियो, 661 जना प्रस्तावहरूलाई हामीले स्वीकृति गऱ्यौँ। सुरुमा चाहिँ 5000 आवेदन आए, त्यसमध्ये सर्टलिस्ट 1000 समथिङ भए, त्यसमध्ये 661 जनालाई छाने। र यसको छनौटमा केही जटिलताहरू चाहिँ देखिए। किन भन्दा त्यो जुन संस्था आइडिआईलाई हामीले दिएका थियौँ, जे कार्यविधिमा गऱ्यौँ, हाम्रो भौगोलिक जटिलताले टाढाबाट कर्णाली प्रदेशबाट सुदूरपश्चिमबाट 2 पटक त प्रस्तावका लागि 1 पटक प्रस्ताव दर्ता गर्नु पर्यो, त्यसपछि प्रेजेन्टेसन गर्न पर्यो। यो केही चाहिँ टाढाबाट आउँदाखेरि अलि इन्भेस्ट चाहिँ उनीहरूले पनि गर्नुपर्ने, छनौट नहुँदाखेरि एउटा निराशा चाहिँ भएको छ। तर यसलाई चाहिँ धेरै पैसा, आज कुनै एउटा सफल युवा जोसँग क्षमता छ, योग्यता छ, अनुभव छ, पौरख छ, के गरौँ भन्छ, हाम्रो अहिलेको प्रणालीभित्र वित्तीय क्षेत्रले त्यसलाई चाहिँ पत्याउँदैन। क्यालकुलेटर खै भन्छ, ठुलो घर चाहियो, जग्गा चाहियो, गाडी चाहियो या कुनै प्रपर्टी चाहियो, उसँग क्षमता छ, उसँग योग्यता छ, अनुभव छ, पौरख पनि छ, मात्रै नभयो के हो भन्दा क्यालकुलेटर छैन। उसको ज्ञानलाई, यो सिपलाई, अनुभवलाई हामी सम्पत्ति नमान्दा अनि त्यो युवामा निराशा नआएर के आउँछ? राज्य मेरो हो भन्ने अनुभूति कहाँबाट प्राप्त गर्छ? त्यसैले यो स्टार्टअप, त्यसका लागि धेरै चाहिँ अहिले 1 करोड मलाई चाहियो, 5 लाखबाट सुरु गर्ने हो भने क्रमशः हाम्रो चाहिँ नेपालको कन्टेक्स्टमा आज के हो भन्दाखेरि एसएमइजहरूका मा आधारित उद्योग, कुटिल उद्योग, साना लघु घरेलु तहका उद्योगहरू नै नेपालको औद्योगिक क्षेत्रको धेरै सम्भावना भएको क्षेत्र हो। त्यसैले त्यो चिजलाई हामी त्यहाँ प्रयोग गर्न सक्छौँ, त्यसको उपयोग गर्न सक्छौँ, त्यसलाई विश्व बजारमा देखाउन सकिन्छ। हामीले नेपालका युवाहरू या हिजोको हाम्रो विगत, अबको आगतको कुरा गरौँ, हामी दुनियाँसँग प्रतिस्पर्धा गर्न सक्छौँ। हाम्रो विवेकसँग, त्यो ज्ञानबाट, त्यो सिपबाट, ज्ञानभूमि पनि हो नि त नेपाल। ज्ञानभूमिका युवाहरूले दुनियाँमा चाहिँ हामी नयाँ खालका आविष्कारहरू, नयाँ खालको इनोभेटिभ, नवीनतामा आधारित हाम्रा चाहिँ क्षमताहरू त्यहाँ पनि प्रदर्शन गर्न सकिन्छ। जो तपाईँहरूले देखेर आउनु भएको छ, त्यहाँ प्रतिस्पर्धा गरेर आउनु भएको छ, त्यहाँ आफ्नो व्यवसाय, इनोभेटिभ व्यवसाय सुरु गरेर आउनु भएको छ, प्रविधिलाई तपाईँहरूले लिड गरिराख्नु भएको छ। यी सबै कुराको अनुभवलाई नेपाली माटोमै अब प्रयोग गरौँ, आशा जगाउँ। त्यसमा सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्रीले अबको विकास उद्यमशीलतामा सम्भव छ। रोजगारीका क्षेत्रहरू,
र मुलुकलाई समृद्धि बनाउने पनि यति आफ्नो जीवनको 20 वर्ष हामीले प्राप्त गरेको शिक्षामा लगानी गरेका छौँ। अहिलेको नयाँ प्रविधि हाम्रो सारथी छ, हामी नसक्ने कुरा होला र? किन भौतारिनु पर्ने? त्यसैले त्यसमा हामीले एउटा नयाँ खालको जागरण बाटो यो हो है साथीहरू। हामी आफ्नो क्षमतामा विश्वास गरौँ, दृढ मनोबलका साथमा, दृढ इच्छा शक्तिका साथमा। मसँग गर्ने हुटुटी छ, जागर छ। मैले अरूको पराधीनमा होइन, म आफ्नै पौरखमा, आफ्नै बलमा, आफ्नै विवेकमा आफूले भरोसा गरेर आफ्नो भविष्य तय गर्न सक्छु। म देश र दुनियाँलाई पनि देखाउन सक्छु। त्यो ल्यागत हामी राख्छौँ। त्यसका लागि नीति कार्यक्रमले पनि थुप्रै बाटोहरू आजको जेनजी पुस्ता हामीले चाहिँ उद्योग वाणिज्य आपूर्ति मन्त्रालयको तर्फबाट हिजो पनि थुप्रै खालका कार्यक्रमहरू, परम्परागत खालका कार्यक्रमहरू, तालिम भनिएको छ, सिप तालिम भनिएको छ। पालिका स्तरबाट पनि सिप तालिम भनेर चाहिँ काठमाडौँ महानगरपालिका लगायतका अरूहरूले पनि सिप तालिमको आयोजना गर्यो। त्यो सिप तालिमको पनि एउटा कुनै चिज ज्ञान प्राप्त गर्न त एउटा कुनै कोर्स त चाहिन्छ नि। त्यसपछि त्यसको सर्टिफिकेसनको कुरा होला। अनि यहाँ कुनै खेलमा त्रिपाल लगाएर 2 दिने, 2 घन्टे, 2 हप्ते, 15 दिने सिप मेला, सिप तालिमले त्यसले होइन। त्यसको भ्यालिडिटी के हो नि? सर्टिफिकेसन कसले दिने? त्यो त इन्टरनेसनल्ली त्यसको भ्यालिड त हुनु पर्ला नि। आज एउटा सिप तालिम गऱ्यो, 10 दिने, 1 हप्ते, ल तँले सर्टिफिकेट पाइस्। त्यो त्यसको भ्याल्यु के हो नि? अरूले पत्ते दिन्छ। त्यसैले यसलाई हामी चाहिँ अब विश्वविद्यालय, नेपालका विश्वविद्यालयसँग स्टार्टअपलाई इन्कुबेसन सेन्टर, निजी क्षेत्र, मन्त्रालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको बिचमा अब हामी यो जेनजी पुस्तालाई स्टार्टअपसँग नवीनतामा हामी नयाँ खालका चाहिँ बहसहरू, छलफलहरू, त्यसका कार्यक्रमहरू अगाडि बढाउँछौँ ताकि उसले गर्न सकोस्। त्यहाँको परिवेश के हो, त्यहाँको सम्भावना के हो, सुदूरपश्चिममा के हो, कर्णाली प्रदेशमा के हो। हामी त प्रारम्भमा राष्ट्रिय गाना सुन्यौँ, सयौँ थुङ्गा फुलका हामी भने त फरक फरक खालका 100 भन्दा बढी भाषा, 100 भन्दा बढी जाति, विविधतायुक्त नेपालमा हाम्रो भूगोल पनि विविधतायुक्त छ। हिमाल, पहाड, तराई एकै दिनमा 3 ठाउँमा पुग्न सक्ने यो चाहिँ हाम्रो मुलुकको एउटा विशेषता छ। आज यहाँबाट चाहिँ तराईबाट हिँड्यो भने हिमालसम्म पुग्न सकिन्छ। त्यो विविधतासँग हामीले हाम्रो सम्भावना खोज्नुपर्नेछ। हामी फेरि अन्तै खोजिराखेका छौँ। अर्ग्यानिक चिजहरू, रैथाने बालीहरू, अरू थुप्रै थुप्रै चिजहरू हामीसँग छ। अस्ति चाहिँ कर्णाली प्रदेशले चाहिँ अर्ग्यानिक प्रदेश भनेर आफूलाई घोषणा गरेको छ। रसायनमुक्त यो हाम्रो चाहिँ फर्टिलाइजर प्रयोग नगर्ने अथाह जडीबुटी छ हामीसँग। त्यसलाई चिन्न सकेकै छैनौँ। तर भएको चिजलाई पनि हामीले निर्यात गरिराख्ने चिया, अलैँची, कफी, अरू लगायतका थुप्रै चिजहरू पनि यहाँबाट हामी चाहिँ बोरामा प्याक गर्छौँ, इन्डिया पठाउँछौँ, इन्डियाले त्यसलाई या चाइना पठाउँछौँ, चाइनाले त्यसलाई आफ्नो ब्रान्ड बनाउँछ, 10 गुणा बढीले आफूले लिइरहेको छ। हामीले हाम्रो वस्तुको ब्रान्डिङ गर्न सकेनौँ, रैथाने बालीको ब्रान्डिङ गर्न सकेनौँ, अर्ग्यानिकको ब्रान्डिङ गर्न सकेनौँ, चिया कफीको ब्रान्डिङ गर्न सकेनौँ। फरक खालको चिया, फरक खालको कफी, मौसम अनुकूलको त्यस्ता खालकाहरू पनि छन् हामीसँग। गर्न सकिने थुप्रै चिजहरू छन्। आजको जलवायु परिवर्तनका थुप्रै च्यालेन्जहरू हामीसँग छ। हामीले हिजो मात्रै सरकारले सगरमाथा संवाद सुरुवात गरेको छ। हामीसँग त्यो फरेस्ट्रीको कुरा गर्नुहुन्छ भने झन्डै 40% भन्दा बढी चाहिँ जङ्गल भएको देश छ। तर हामी त्यो रुखका ठुटा मात्रै हेरेर बसिराखेका छौँ। त्यसको उपयोग गर्ने कुरा,
त्यो भित्रको अथाह रोजगारीहरू छ। अन्त हामीसँग राष्ट्रिय निकुञ्ज छन्, नदी नाला विद्युतीकरणका लागि चाहिँ ऊर्जाका लागि सबभन्दा बढी क्षेत्र हो। त्यसैले हामी हाम्रो देशलाई हामी बदल्न सक्छौँ। दुनियाँको सबैभन्दा स्रोत साधनका हिसाबले हामीसँग सम्पन्नता छ, तर त्यसलाई चाहिँ हामीले उपयोग गर्न सकिरहेका छैनौँ। संसारभर छरिएका तपाईँ होनहार युवाहरू, तपाईँहरूको परखबाट विवेकबाट तपाईँहरूले एउटा बाटो, हामी नेपाली बाटोमै आफ्नो भविष्य देख्ने हो, समुन्नत नेपाल बनाउने हो, समृद्ध नेपाल, सुखी नेपाली बनाउने हो। त्यसमा तपाईँहरूले गरेका सबै कदमहरूमा यो मन्त्रालय सरकार तपाईँहरूसँग सहकार्य गर्न आतुर छ, तयार छ। तपाईँहरूसँग सहकार्य गरेर तीन तहका सरकार, प्रदेश सरकार, पालिका सरकार, सङ्घीय सरकार, तपाईँ हामी सहकार्य गरौँ। तपाईँहरूले जे चिज देख्नु भएको छ त्यसलाई के गर्नुपर्ने, त्यसको सहजीकरण, त्यसको समन्वय कानुनी रूपबाट के गर्नुपर्ने हो। तपाईँहरूको आजको यो कार्यक्रमबाट केही निष्कर्षहरू निकाल्नुहोस्। त्यसपछि मन्त्रालयमै छलफल गरौँ। त्यो छलफलबाट कहाँ कहाँ समस्या छन्, नीतिमा, विधिमा, प्रणालीमा कहाँनिर समस्या छ, के कुराको समस्या छ, त्यसलाई फुकाउन तयार छौँ। तपाईँहरूले आमन्त्रण गर्नुभयो, केही कुरा राख्ने अवसर दिनुभयो, आयोजकप्रति आभार व्यक्त गर्न चाहन्छु। र यो कार्यक्रम सफल बनोस्। यसले एउटा नयाँ खालको इनोभेटिभ कार्यक्रमको थालनीबाट एउटा नयाँ खालको अब देश हामी बनाउँछौँ भन्ने नयाँ खालको स्वाभाविक भाष्य निर्माण गर्न यो कार्यक्रम महत्त्वपूर्ण हुनेछ। धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद।